हामखिम राईको माग गर्दैछौँ यहाँनिर ठुलो देवाकोमा। अन्त हामीले माग चाहिँ सक्यौँ। अब रङछङको अब बेलाची गर्नुपर्छ। यो माग सक्न आँट्यो पहिला माग उयो साङ्खा सक्न आँट्यौँ। साङ्खा सकेर चाहिँ बेलाची हुन्छ। अब साङ्खाको 2टा भोग दिनु मात्रै बाँकी छ, अरू सबै गरिसक्यौँ मोटामोटी। सेवानी अब म सेवानी देवा सेवानी अब जिउँदो पितृ नै मै हो र नानीहरूले राम्रो गरोस्। के पित्राले रक्षा क्षमा गर्दो सब सन्तानलाई, चेलीबेटीदेखि लिएर नाता नातिनी सबलाई रक्षा क्षमा गरिदियोस् भन्दै ध्यानपूर्वक गरिरहेछौँ। ल है सामखामा चाहिँ अब पहिला यो सामखालाई उयो गर्नुको लागि चाहिँ पोथीको गर्नुपर्छ। 2टा पोथी लाग्छ। त्यहाँबाट सामखा सकेर आधी घन्टा बादमा चाहिँ बेलाची गर्छौँ। बेलाचीमा चाहिँ भालेको भोग दिनुपर्छ। अनि एउटा रुपियाँ पैसा साथमा हतियार कुट्टे हँसिया लिएर चाहिँ कुराबाट भन्न वाममा वापा भन् भाले पोथीलाई वाममा अलिक इङ्ग्लिस आउँदैन हो, त्यसले गर्दाखेरि मुख लडबडिन्छ। त्यहाँबाट यो पार्वतीबाटै बढ्दैछु, सबैले बुझ्नुहुन्छ होला है। सुरु गरेँ।